नमस्कार दर्शकवृन्द, आज हामी काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका 7 मा अवस्थित ऐतिहासिक तथा परिश्रमी बस्ती विश्वकर्मा गाउँको बारेमा चर्चा गर्दैछौँ। कुनै समय यो गाउँ स्वर्गभन्दा कम थिएन। गाउँका दक्ष कालीगढहरूले हँसिया, कोदालो, खुर्पा, खुकुरी, कराई लगायत विभिन्न कृषि तथा घरायसी सामग्री उत्पादन गर्ने गर्थे। स्थानीय सिप, कला र मेहनतका कारण विश्वकर्मा गाउँ आसपासका क्षेत्रहरूमा परिचित थियो। गाउँमा माटोका घर निर्माण गर्ने सिप र परम्परागत ज्ञानको सुरुवात पनि यही गाउँबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन्। त्यति बेला बेङ्सी तथा आसपासका गाउँका किसानहरू घण्टौं पैदल यात्रा गरेर कुट्टो, कोदालो तथा अन्य कृषि औजार बनाउने वा धार लगाउने उद्देश्यले यही गाउँमा आउने गर्दथे। गाउँको मुख्य पेशा कृषि र हस्तकला थियो। यहाँका अधिकांश परिवारले गाई, भैँसी, बाख्रा, भेडा, सुँगुर र कुखुरा पालन गरी आत्मनिर्भर जीवनयापन गर्दथे। सामाजिक एकता पनि यस गाउँको विशेषता थियो। गाउँमा कुनै मेलापात, विकास निर्माण वा सामाजिक कार्य पर्दा विश्वकर्मा गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग अपरिहार्य मानिन्थ्यो। उनीहरूको श्रम, सिप र सहयोगले गाउँ समाजलाई मजबुत बनाएको थियो। तर समयसँगै परिस्थितिमा परिवर्तन आयो। रोजगारी, शिक्षा र राम्रो भविष्यको खोजीमा यहाँका धेरै युवाहरू सहर तथा विभिन्न विदेशी मुलुकतर्फ जान बाध्य भएका छन्। फलस्वरूप गाउँको पुरानो चहल पहल र परम्परागत सिप क्रमशः हराउँदै गएको देखिन्छ। दुःखको कुरा, समयले निकै फड्को मारे पनि विश्वकर्मा गाउँमा विकासका पूर्वाधारहरू अपेक्षित रूपमा पुग्न सकेका छैनन्। सडक, रोजगार, आधुनिक सुविधा तथा अन्य विकासका पक्षहरू अझै पनि चुनौतीका रूपमा रहेका छन्। यद्यपि गाउँको इतिहास, संस्कृति, परम्परा र यहाँका मेहनती मानिसहरूको योगदान आज पनि उत्तिकै सम्मानयोग्य छ। विश्वकर्मा गाउँ केवल एउटा बस्ती मात्र नभई नेपाली परम्परागत सिप, श्रम र आत्मनिर्भरताको जीवित उदाहरण हो। यस गाउँको इतिहास र वर्तमान अवस्थाबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्नुभएको चापाखोरी निवासी साङ्गे तामाङज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। धन्यवाद।